निर्मला पन्त हत्या प्रकरणमा सुरुमा क्यामेराको अगाडि घटना स्वीकार गरेका दिलीप सिंह विष्टले पछि अदालतमा पुग्दा बयान फेरेका थिए र डीएनए रिपोर्ट नेगेटिभ आएपछि उनी साधारण तारिकमा रिहा भएका थिए। तर सुरुवाती चरणमा प्रहरीको क्यामेरा अगाडि दिलीप सिंह विष्टले कसरी र कुन रूपमा स्वीकार गरेका थिए त? उनी आफैले दिएको यो बयानको पुरा भिडियो जस्ताको तस्तै हेर्नुहोस्। तर चेतावनी, यसमा प्रयोग भएका भाषा 18 वर्ष मुनिका लागि उपयुक्त छैन। के भन्दै साइकल चयनसन बनाइदियो, साइकल चयनसन बनाइदिए। अब मेरो मनमा पनि त्यस्तै के भयो, बाप जग्यो भनौँ होइन। अब मैले पनि मलाई जोस आयो, मैले पनि मलाई दिने यसो भने तिनीहरू दिने मन गरेर जबरजस्ती तिनीहरू साइकल समातेर खोलामा फ्यालिदिएँ मैले। फेरि त्यसलाई उठाएर अलिकति खोला पारी त्यो मतलब उखुको बारीमा लगेँ। उखुको बारीमा लगिसकेपछि तिनीलाई सुताएर सेक्स गरेँ। सेक्स गर्ने बेलामा तिमीले रुन कराउन हल्ला गर्न थालेँ। अब सबले थाहा पाइहाल्नु भनेर अब नाक मुख दाबे, घाँटी रोगले दाबेर तिमीलाई फेरि मारिदिएँ। अनि त्यसपछि सेपरेट ठाउँमा राखेँ, त्यो गन्नाको अलि टाढा उखुबारीमा फ्यालेँ। फेरि खोला पारी कटे बाटो हुँदै आफ्नो घर आएँ। हर्ष धोयो। फेरि राजु थापा मिल्यो चौरामा, उसले हातसाथ मिलायो। अनि त्यो के अरे त्यो केटीको लुगा तल मात्रै फुगाले कि माथि पनि फुगाले थिए गर्ने बेला? क्या हजुर, गर्ने बेलामा लुगा कसरी फुगाले थियो? ट्राउजर उनको कुर्ता फाट्या पनि थियो सर थोडा। हो, आफैले फुगाले कि उसले फुगाले थिए? आफैले फुगाले। आफैले फुगालेको? माथिको फुगाले थियो थिएन? फुगालेन, तलको मात्रै फुगालेको। तलको दुइटै सुरलबाट दुइटै खुट्टाबाट फुगाले थियो कि एउटा मात्रै खुट्टा फुगालेको? एउटा मात्रै फुगालेको। त्यतिपछि गर्न मिलिहाल्यो। टाइट थियो तिनको? कस्तो टाइट थियो? गयो सजिलैसँग? भित्र छिरायो? कति बेर लाग्यो? कति बेर? के लागेन सर, 4 मिनट जति भयो। होइन, तिमीले भित्र छिराउने बेला सट्टै छिरिहाल्यो त? कहाँ छिर्छ यार त्यत्रो सानोमा? छिर्यो सर, बाइकहरू सत्य राम्रो धरो छिर्यो? अनि तिमीले चाहिँ के अरे चिप्लो थियो त्यो? छिर्यो? अनि कति बेर जति गर्यो? 1 2 3 भनेपछि 3-4 मिनट सर। रगत आयो आएन? नि रगत केही आएन सर। हल्का फुल्का मतलब आफ्नै बिरिय देखियो, बरु जमिनमा 2-3 थुपा चुहिएको भयो बस, त्यति। उसको चाहिँ रगत आएको थिएन? तिमीले देखेको? उसको देखिन्छ। उसको आएको मतलब ऊ त्यो ईश्वरी भन्ने केटीको आएको थियो बरु, एउटा पहिला जमाना जो भन्दै थियो नि फर्स्ट लभ, यसको पनि आएको थियो होला। यसको पनि त्यसको आएको थिएन। अनि उसको लुगामा के अरू चिजहरू केही थियो? मोबाइल सोबाइल केही थियो उसको? केही थिएन। आम हो कि होइन, उसको हल्दी त्यो उसमा लुगामा केही थियो? 20 रुपियाँ। अनि के गर्यो त्यो पैसा चाहिँ? मैले निकालेँ, त्यो पनि खर्च गरेँ। गुट्का खाएँ। कहाँ गएर खाएको गुट्का चाहिँ? त्यहाँनिर त्यो गोपाल गुरुङको दोकाननिर भनौँ, यो भगतपुर चौरा। नाम थाहा छ त्यो मान्छेको दोकानको? के नाम हो? गोपाल गुरुङको यतातिर कुँवरको दोकान छ, त्यही कुँवरको दोकान हो सर। त्यहाँ खायो? त्यहाँ चाहिँ के अरे गुट्खा मात्रै खायो कि अरू के खायो? 20 रुपियाँको के आउँछ? त्यही गुट्का हुन्थ्यो। 10 रुपियाँको 3टा गुट्का, अनि 10 रुपियाँ प्लस जोड्यो भने 20 रुपियाँको सामान टोटल किन्ने बेला 2टा चुरोट आउँछ, त्यो खाएछ। अनि तिमी त्यो घटना घटाएर सिधै त्यताबाट घर गयो कि तिमी त्यसपछि बजार आयो त? सिधै घर सर, त्यहाँबाट खोला पारी त्यो कटे बाटैबाट आफ्नो चौरा आयो। फेरि राजु थापा मिल्यो, हातसाथ मिलायो। त्यति बेला रात परेको थियो कि थिएन? पछि जाने बेला, घर पुग्ने बेला? रात पऱ्यो, झिकमिक्कै भयो। 8-9 बज्न लाग्यो। घर पुग्ने बेला चाहिँ रात पऱ्यो? हजुर। हिलो थियो कि थिएन? आफ्नो लुगाहरू हिलो भएन? हजुर, पुरै हिलो। तिमी त्यो जहाँ त्यो सडकबाट पारिपट्टि उसलाई केटीलाई लाने बेलामा त्यो खोला तर्ने बेलामा पानी कति आएको थियो खुट्टामा? घुँडाभरि थियो। घुँडाभरि मात्रै थियो? अनि त्यसलाई तिमीले अगाडिपट्टि बोक्यौ कि पछाडिपट्टि बोक्यो त्यो केटीलाई? पछाडि, पिठीमा बोक्यो? अनि त्यति बेला त पिठीमा बोक्यो भने ऊ कसरी बोक्न मान्छे त त्यहाँबाट? कराइहाल्छ। कति बेला काखमा पनि बोक्यो, यस्तो पिठीमा अगाडिपट्टि पनि बोक्यो? अनि त्यो त्यहाँबाट कसरी उक्लिन्छ? त्यहाँ पारिबाट त अप्ठ्यारो ठाउँ छ त, कसरी उक्लिन सक्यो तिमी त्यहाँ? उक्लिहाल्यो सर, हिँड्ने एकदम घुँडा यस्तो तानेर उक्लिन सक्यो? केही समाउनु पऱ्यो नि त्यहाँनिर? कि अर्को तानिदिने मान्छे थियो र पारिपट्टि कोही? एक्लै सक्यो? उसले रुनी कराउने चिच्याउने गरेन त्यति बेला कि यतापट्टि मार्यो हो तिमीले पहिले? त्यही बिचैनिर हो बस। होइन, तिमीले पहिला साइकलबाट तल त्यो खोलामै जाँदाखेरि मारेको कि पारिपट्टि गएर मारेको त? पारितिर सर। पारि गरी मार्यो? गरिसकेपछि मात्रै मार्यो? अनि त्यहाँ गर्ने त ठाउँै छैन त्यहाँ, तिमीले कहाँनिर गऱ्यौ त? त्यहाँ त हिलो मात्रै छ त त्यहाँ त, त्यो ठाउँमा त। बर्कोला जिम्दार अस्ति गयो त, म त्यही घुमेर आएँ त। त्यही त देखाएको हो तिमीले त्यो ठाउँ। होइन, तिमीले त्यो जुन ठाउँमा सुताएको ठाउँ भने क्या मैले बोकेर ल्याएको ठाउँ त मलाई थाहा छ कि सिमलको रुखको तल, अनि त्यो सिसुङको रुख पनि छ, हल्का जामुनको रुख पनि छ, त्यही थियो। त्यहीँनिर छ? सजिलै ठाउँ थियो? तिमीले कसरी गर्ने बेला चाहिँ काखमा राखेर गऱ्यौ कि सुताएर गऱ्यौ कि कसरी गऱ्यौ? सुताएर यसो पाल्नु, सिधा सुताएर उसलाई उतार्नु पारेर आफू माथिबाट? एकताल त्यो घटना जुन भाटाउमा फेरि अरू मान्छेले हेर्न चाह्यो देखाउन सकिन्छ होइन? देखाउन सकिन्छ? तिमीलाई त्यो पक्राउ परेको ठाउँ भन्दा कतातिर हो त्यो?
पोखरा भन्दा उतैतिर सर जहाँ त्यो मतलब अलि त्यहाँबाट चौरार दोमिल्ला खोला आउँछ अनि त्यो दोमिल्लाको माथि उत्तर र दक्षिण जाने जो खोला खोलाको किनारको कुरा हो त्यसको बस